नमस्कार। भिल्ल यात्रीको सुदूरपश्चिम र कर्णालीको सिरिजमा स्वागत छ। आज हामी तपाईलाई लिएर जाँदैछौँ नेपालको स्वर्ग भनिने ठाउँ खप्तडतर्फको अविस्मरणीय यात्रामा। विराटनगरको कञ्चनबारीमा रहेको कञ्चनेश्वर शिव मन्दिरमा यात्राको सफलताको कामना गरी इटहरीतिर लागियो र जेन्जी आन्दोलनको क्रममा जल्नबाट बचेको पूर्वको एकमात्र भाटबटेनी स्टोर इटहरीमा छुटेको सामान किनमेल गरेर छेउको क्याफेमा खाजा नास्ता खाएपछि सुदूरपश्चिम यातायातको रात्रि बस आइपुग्यो र हामी उत्साहित हुँदै गाडी चढ्यौं। कोशी नदीबाट सनसेट भ्यू निहाल्दै गीत गाउँदै रमाउँदै महेन्द्र हाइवेबाट देखिने सुन्दर दृश्यहरू निहाल्दै बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी पुल हुँदै करिब 24 घण्टाको यात्रापछि कैलालीको अतरिया ओर्लियौं। त्यसपछि डोटीको दिपायलको लागि गाडी लिएर डडेलधुरामा करिब 10 बजेतिर खाना खाएर राति 12 बजे दिपायलको होटल रिभरसाइड प्रालीमा बास बस्यौं। राति 12 बजे मात्र यहाँ आइपुगेकोले दृश्य बिहान मात्र हेर्न पाइने भयो। Very warm good morning from the headquarters of Doti Dipayal. यहाँ मार्फत प्लिज कृपया यो हाम्रो पनि सन्देश हो, सबैजनाको सन्देश हो, सफा होस्, रुट बिरुवाहरू बाटोको छेउछेउमा टन्नेहरू लागोस्। वडाध्यक्ष दीपक उगटीसँग केही कुराकानी गरी हामी जिग्रानाका लागि अगाडि बढ्यौं। दाजुको नाम के दाजु? ल मदन दाईसँग हामी टक्क यहाँदेखि दिपायलदेखि चाहिँ नै कारे झिग्रानासम्म है गाइज। ल ठिक छ नि हैन? सिलगढी बजार भन्दा बाहिरीबाट झिग्रानाको लागि बाटो अगाडि बढ्दो रहेछ। झिग्राना पुग्नुभन्दा अलि वर नै पहिरोले बाटो बिगारेकाले गाडी चेन्ज गरेर झिग्राना पुग्यौं। त्यहाँको खप्तड होमस्टेमा खाना खाएर हामी हाम्रो ट्रेकको सुरुवात गर्छौं। खप्तड राष्ट्रिय निकुञ्ज डोटी, अछाम, बाजुरा र बझाङ 4 जिल्लामा 225 वर्ग किलोमिटरमा छरिएको रहेछ। खप्तड क्षेत्र प्रवेश गर्न नेपाली नागरिकले 100 रुपियाँको टिकट काट्नुपर्ने रहेछ र 16.5 किलोमिटर पैदल यात्रा पार गरी खप्तड पुग्ने रहेछौँ। चेकपोस्ट कट्ने बित्तिकै हामी निकुञ्ज क्षेत्रको जङ्गलको शान्त स्वभावमा भुल्न थालिसकेका थियौँ। जाने भए यतै 3 दिन देखि जानु लाग्छ किनकि त्यो मन्दिर सन्दिर छ। सहरको कोलाहल भन्दा झ्याउकिरीको झ्याउ झ्याउ नै हामीलाई प्यारो लाग्न थालिसकेको थियो। जङ्गलको बाटो थोरै तेर्सो र धेरै उकालो नै थियो। घना जङ्गलको बीचमा बाटोमा लमतन्न परेर रुखको चेपबाट आकाशलाई निहाल्दै नेचर थेरापी गर्दै थिए भिल्लहरू। करिब 5 घण्टाको यात्रापछि हामी बीच पानी पुग्यौं र त्यहीँ बस्ने निधो गरियो। समुद्री सतहबाट करिब 3100 मिटरको उचाइमा रहेको बीचपानीबाट रातमा देखिएको बादल र जुनको लुकामारी एकदमै रमाइलो थियो। आज हामी यहाँबाट खप्तड एक्सप्लोर गरेर यसम्म तलै झरौँ, माटडीदेखि झरौँ भन्ने खालको
सोच हो। हेलो आज चाहिँ हामी होइन डे 4 मा छौँ। यस अब हिजै हाम्रो खप्तड पुग्ने प्लान थियो, तर हामी चाहिँ अलिकति लेट भएकोले गर्दाखेरि चाहिँ हामी हिजो बिच पानीमा बसेर आज चाहिँ खप्तड एक्सप्लोर गरेर हाम्रो टार्गेट मारतडी हो। मारतडी पुगेन भने पनि बिचमा कोही बाटोमा हामी बस्छौँ। भोलिपल्ट बिहान बिच पानीबाट खप्तड बाबाको आश्रम भएतिर अगाडि बढ्यौँ। बाटोमा बाँदर चराहरूको आवाजले हामीलाई स्वागत गरिरहेको अनुभव हुन्थ्यो। बिच पानीबाट करिब 2 घण्टाको उकालो तेर्सो बाटो हुँदै बुकीदह पुगियो। बुकीदहबाट बल्ल हामीले पाटनहरू देख्न पायौँ। पहिलोपल्ट पाटन देखेपछि भिल्लहरूमा अर्कै प्रकारको खुसी छायो। बुकीदहमा सानो खोज जस्तो ठाउँमा साइपाल हिमालको दर्शन गर्न पाउँदा हामी सबै खुसी भयौँ। बुकीदहबाट अगाडि बढेसँगै सानो जङ्गल पार गरेपछि अर्को फराकिलो पाटन देखियो। बाटोमा ढुङ्गा छापिएको थियो, जसले हामीलाई आफै पथ प्रदर्शन गरिरहेको थियो। छोटा छोटा काठे पुलहरू फड्केहरूले अझै गजब रमाइलो अनुभूति गरायो। हिँड्दै जाँदा दायाँ बायाँ खनजोत गरे जस्तो देखियो। हामीले चाहिँ कसैले जडीबुटी खेती गर्नलाई यसो गरेको होला जस्तो अनुमान गर्यौँ, तर बँदेलले खनेको रहेछ भनेर सुन्दा एकदमै छक्क परियो। यसै गरी हामी त्रिवेणी धाम आइपुग्यौँ। गङ्गा जमुना र सरस्वतीको सङ्गम त्रिवेणीमा स्नान गरेर पूजापाठ गर्यौँ। त्रिवेणी धाम वास्तवमै प्राकृतिक मात्र नभएर धार्मिक दृष्टिकोणबाट पनि प्रख्यात रहेको पाइयो। त्रिवेणी क्षेत्र पौराणिक मान्यता अनुसार सत्ययुगमा सिद्धहरूले बास बस्ने गरेको, युधिष्ठिर स्वर्ग जाँदा पनि यही बाटो भएर गएको भन्ने मानिँदो रहेछ। त्रिवेणी धामबाट अगाडि लागेपछि केदारढुङ्गा हुँदै खाना खाने ठाउँ अर्थात् खप्तड राष्ट्रिय निकुञ्ज रहेको नेपाली सेनाको ब्यारेक नजिकको होटलमा खाना खानको लागि रोकियौँ। खाना पकाउन लगाएर हामी खप्तड बाबाको आश्रमतर्फ जाने तयारी गर्यौँ। आश्रम पुग्न खासै समय लागे जस्तो अनुभव भएन। खप्तड बाबाले ध्यान गरेर बसेको यो स्थान वास्तवमै ध्यान गर्नकै लागि बनेको ठाउँ जस्तो आभास हुँदो रहेछ। एकदमै शान्त, चराचुरुङ्गीको बाहेक अरू आवाज सुन्न नपाइने रहेछ। अत्यन्तै सुन्दर अनि मनमोहक। वास्तवमै स्वर्गीय आनन्द आउने ठाउँ भएर नै खप्तड बाबा ध्यान गर्न बस्नु भएको अनुमान गरियो। भारतको जम्मू कश्मीरमा 1880 फेब्रुअरी 10 मा जन्मिएका स्वामी सच्चिदानन्द सरस्वती कुशल डाक्टर थिए। नेपालको इलामतिरबाट छिरेर पूर्वदेखि पश्चिमसम्मको आध्यात्मिक यात्रामा लागेर साधनाका स्थलहरू खोजी गर्दै हिँडे र लगभग 16-17 वर्ष नेपालका विभिन्न पहाड, जङ्गल, गुफा, एकान्त स्थलहरूमा साधना गरी आध्यात्मिक मार्गको गहिराईमा डुब्दै गए र करिब सन् 1940 तिर 60 वर्षको उमेरमा खप्तड क्षेत्रमा पुगेर स्थायी रूपमा बसोबास गर्ने निर्णय लिएका थिए र गहिरो ध्यान, ज्ञान, योग र साधना गरे र खप्तड क्षेत्रमा साधना गर्ने भएकाले नै उनको नाम पनि खप्तड बाबा रहन पुग्यो। त्यही खप्तड क्षेत्रमा जडीबुटी खोजेर औषधि बनाई गाउँलेहरूको उपचार पनि गर्ने गर्थे रे। उनैले पहल गरेर उक्त क्षेत्रलाई सन् 2042 मा खप्तड राष्ट्रिय निकुञ्ज स्थापना गरिएको भनिँदो रहेछ। खप्तड बाबाको आश्रमबाट फर्किएर खाना खाएर बडीमालिका यात्राका लागि अघि बढ्ने निर्णय गरियो। लोकल मानिसहरूलाई नै करिब 4 घण्टा लाग्ने बाटो हामी साँझ 5 बजेतिर मात्र नाटेश्वरीबाट ठाडो ओह्रालो झर्न सुरु गर्यौँ। हाम्रो साथमा हामीलाई गाइड गर्ने सोनु भाइ थिए। रात पर्न सुरु गरिसकेकाले सोनु भाइले नै धेरै ठाउँमा बाटो भेउ पाउन सकेनन्। धेरै नै अलमल्लमा परियो। सिमसिमे पानी, सिस्नो घारी,
भिर पहिरो झरनाहरू छिचल्दै भिल्लाहरूले धेरै कष्टकर यात्रा गर्नु पर्यो। तर साथीहरूको आँट, साहस र एक अर्का प्रतिको आत्मीय सहयोग र बलले जसोतसो 11:30 बजे बाजुराको काँडा यात्रा चाहिँ आज खप्तरदेखि आएको साह्रै चाहिँ कष्टकरपूर्ण यात्रा भयो। आज हामी अलिक बाटो भइहालेछ, अँधेर हिँड्यो, पानीले पनि दुःख दियो, सबै ल्याफै भिजेर केही छैन, कोही बिरामी हुने, कसैको ढाड दुख्ने भयो धेरै लामो समय हिँडेर। त्यसको कारणले आजको यो भागको चाहिँ हामी एकदमै ठुलो इन्जोय गर्छौँ। अर्को भिडियोमा तपाईँलाई हामी काँडाबाट बडीमालिकासम्मको रोचक तथा सुन्दर दृश्यहरू देखाउनेछौँ। भिल्ल यात्रीसँगै रहनुहोला।